होइन यो ढोका फुटेर हान्ने को हो ए खडिरो है कता आयो बिहान बिहानै पारा त निकै तात्या छ के को पारा नतात्यो नि तिम्रो छोराले मेरो छोरालाई बिगारेर सखाबै पारे नि मेरो छोराले तिम्रो छोरालाई बिगार्यो अरे मेरो छोराले तिम्रो छोरालाई बिगार्यो तिम्रो छोराले मेरो छोरालाई बिगार्यो उहाँ काठमाडौँ जाने बेला पनि मेरै छोरो कहाँ आउँदो बिगार्न त्यसमा मेरो छोरो पनि चाहिँ उहाँ मेरो छोरो पनि काठमाडौँ गएर तिम्रो छोरालाई यहाँ बिगार्न आउँदो नि होइन आथेन भन्छौ अझ बिगारेन भन्छौ हिजो त्यो के भन्छौ त्यो केटी फाउने दिनमा ए त्यो भ्यालेन्टाइन डे मेरो तिम्रो छोराले चाहिँ के अरे चाहिँ तरुनी फकाउने मेरो फुलको सत्यानाश हेर भाइ कुरो के भने नि तिनी अल्लाहले केटाहरू छोरा त हाम्रै हुन् नि छोरा त हाम्रै हुन् नि हामीले सबार्नुपर्छ कि तिनीहरूलाई बरु तिमी हामी मिल्ने पो त यसै झगडा गर्ने हो मेरो छोरालाई होइन तिम्रो छोराले बिगारेर तिम्रो छोरालाई सम्झाउन मेरो छोरालाई म आफै सबारिहाल्छु ठिक छ तिम्रो छोरा तिमी सबार मेरो छोरा म सबार्छु बरु चाहिँ नि खोज्न हिँड्ने जाउँ बरु दुईजना मिलेर खोजौँ के अरे आज चाहिँ के अरे त्यो शिवरात्रि बिहान नै 4 बजे आएको ढोका ढोका ए भाइ ल त्यसो भाइ यसो गर सुन आज चाहिँ शिवरात्रि हो भनेदेखिलाई त त्यहाँ चाहिँ भाङ धत्रो खाएर चाहिँ फिट पर्लान् तिनीहरू जाने गएर चाहिँ बरु खोजौँ झगडा नर म मेरो छोरो सम्झाउँछु तिमी छोरो सम्झाउनु तर जोस् न दुई भाइ मिल्नुपर्छ के यसरी चाहिँ झगडा गरेर हुन्छ ल जाउँ त्यसमा चाहिँ त्यसलाई खोज्न जाउँ होइन ए खडिरो भाइ मैले एउटा कुरो बिर्सेछु कि अलिक त तोरी उठाउँछ 2 मुठा त्यो तोरी उठाउँछ म त्यति उठाएर चाहिँ म आउँछु तिमी खोज्दै गर है त्यसलाई त अझ मैले ए फर्सी के भयो साला भ्यालेन्टाइन डे त राम्रै भएको थियो ना शिवरात्रि गाउँमा मान्छे पनि कहाँ मुन्टेछन् खै गुन्नी शिवरात्रि त दरो तारा मनाउनु पर्छ मन पर्यो त शिवरात्रि भने हाम्रै लागि त हो त हाम्रै केटाहरू हामी जस्तो युवाकै लागि त हो त अनि कस्तो लाग्यो तेरो बा खडबिरे लागि हो मेरो ला मुरली प्रसाद लागि हो हाम्रै लागि हो नि हाम्रै लागि मनाउनु पर्छ हामीले मनाउनु त मनाउने कसरी मनाउने भन्ने कुरोमा गम्भीर प्रश्न खडा भएको के कसरी मनाउने केही बोल्न त ए बोल शिवरात्रि चाहिँ दरोसँग मनाउनु पर्छ दाइ शिवरात्रि दरोसँग मनाउने तर शिवरात्रि दरोसँग अस्ति भ्यालेन्टाइन डे दरोसँग मनाइस् अब त शिवरात्रि दरोसँग मनाउने बाउजुलाई कसैले फुल दिनु पडाएको नै त्यो टगेल थाहा पाएन थापा भइदियो त बोतलले हान्थ्यो दारु खा बोतल पुरै दामनाले गर्दा अबदेखि त्यस्तो गर्दा तँलाई गर्दैन गर त्यस्तो आज शिवरात्रिको दिन हस् त फेरि हस् खरानी घस त बोल्न त के किन बोल्दैनस् बोल फेरि आँखा तर्छ यसले देख्नु छैन दाइ यहाँ के बडी देख्नु छैन बडी देखाउ तलाई बडी भन्छ फेरि बडी देखाउ तलाई बडी चाहियो तलाई बडी देखाउ बडी भन्छ बडी मेरो बडी हेर्छस् हेर्न बडी बडी भने यस्तो बडी हो यो राङ्गो छ राङ्गो खुट्टा यत्रो छ फेरि राङ्गो खुट्टा भनिस् फेरि बस चुप लाग अझ झगडा गर्ने कुरो छैन यहाँ कसरी शिवरात्रि मनाउने भन्ने कुरो छ के त्यो हो त अब मेरा बा खडबिरेसँग पैसा छैन 2 वर्ष भयो जान लाग्यो मेरा बा खडबिरे त कुरै न तर कुट्यो फेरि बाटो बाहिरबाट आएको त्यसलाई चाहिँ ऱ्याक हान्नु पर्छ है हान्नु पर्यो त्यसलाई फुल मोसनमा ऱ्याक है के हान्ने दाइ हान्नेको कुरो गर्छ हान्ने कुरा गर्छ सबै लड्ने मात्रै कुरो गर्छ यार जहिले लड्ने कुरो गर्छ फेरि बिहानै भाङ हात मानेछु भाङ त खाछनस् नि फेरि बोल्न किन लाटो होस् लाटो भयो देखा आज यार बोल्न केही बोल त्यो कुरा छोडिदियो अनि त्यसलाई ऱ्याक चाहिँ मबाट गरौँ कि तँबाट सुरु तैबाट सुरु मैबाट सुरु तै गर ल त्यसलाई एन्नीमा हुँदैन नयाँ मान्छे हो यो गाउँमा यो कति यो त्यो टुरिस्ट के भन्छ त्यो त होइन टुरिस्ट को हुन्छ खैरो कपाल हुन्छ टुरिस्ट क्यामेरा हातमा ठ्याक्क लिएर आउँछ भोकानङ्गाको फोटो खिच्छ त्यो टुरिस्ट हो यो कहाँ टुरिस्ट होइन जस्तो होइन कहाँबाट हो सरकार ओ महाशय कहाँबाट हो जहाँबाट आए पनि किन चाहियो किन चाहियो रे यो गाउँमा इन्ट्री हुनुभन्दा अगाडि मुरली प्रसाद शर्माको छोरा एक्लौदो छोरा मुकुन्द प्रसाद शर्माको अनुमति चाहिन्छ बुझ्या हो परिचय दिउँ परिचय मेरो नाम झलक हो हजुर तर मलाई मायाले सबैले झिल्के साइला भन्छन् हजुर हजुरको बरु परिचय पाउन त हजुर परिचय चाहिँ पछि दिँदै गरौँला हजुर बरु बाटो लाग्नुहोस् हजुर जानुहोस् हजुर
हुन्छ हजुर बाई हजुर बाई टाटा हजुर बाई हजुर टाटा हजुर टाटा हजुर यसको घरमा डबल सुत्तुर पनि हजुरै भन्ने गिरी खाँदो रहेछ त कसैले मेरो टाउको खाएन कमसेकम त ट्याटु देखा भनेको देखा ट्याटु देखा भने नि तँलाई मैले पिट्दिउँ भने होइन त नि फेरि फेरि पिट्ने कुरो भन्दा अरू गर्दैन यार यहाँ त शिवरात्रि छ शिवरात्रिमा के गर्ने भन्ने कुरो छैन पिट्ने कुरो मात्रै गर्छ यार आहा तोरीको हेर्न सुन त गएर पैसा लिएर म गएर पैसा लिएर कति होला त 10-15 रुपियाँ छैन हेर्छु बाले कतै सिरानी मुनि पिलिक पारेर राख्यो मुनि मुनि बारे सिरानी मुनि लुगा नि हेर्छु क्या त्यो लिएर पनि 10-15 रुपियाँ लिएर म त 200-300 रुपियाँ है तिम्रो भिखारी पनि आफू एकलुको छोरो ल्याउनु त पर्यो है धेरै छ तिमी कहिले त जा छिट्टो गरेर छिट्टो आउने है छिट्टो गरेर छिट्टो ल जा कुदिहाल छोरो कुद्यो कान्नी भेट्ने त यही भेट्ने कहाँ भेट्ने यही भेट्ने ल जा छिट्टो कुद्यो बाहिर कुद्यो त पनि कुद एरा कुद तर घरे त कुद्यो कुद्नु दुईटै कुदे पैसा 200 कुरो त भनिहाल्यो इज्जतको कुरो छ यार ल्याउनु त पर्छ म पनि कुद्नु पर्यो छिटो कुद्यो नारायण बा छैन भन्न त भन्थे सम्पत्ति भएर के काम सुपुत्र भयो छोरो सम्पत्ति के काम कुपुत्र भयो छोरो सम्पत्ति के काम के गर्नु त्यसले सता नमस्ते हजुर ओहो हजुर नमस्ते बाबु मैले अलि चिन्न सकेन म दैलेख 9 मुले साइलाको छोरा हुँ हजुर ए तिमी त कहाँ विदेश गएको छ भने सुन्थे त मैले आज मात्रै फर्केको हजुर ए ल बा बस नि त बा बस अनि बाबु तिमी त विदेश के गर्थ्यौ बा गाडी चलाउँथे हजुर ए गाडी नै कस्ता गाडी चलाउँथ्यौ त विदेशमा ठुला चिल्ला ओहो अनि बाबु तिमी यहाँ आएर के गर्ने विचार गरेका छौ त अब यता पनि गाडी चलाउनु पर्ला हजुर गाडी यहाँ त गाडी कस्ता थोत्रा हुन्छन् अब कुनैको टायर पन्चर भएको हुन्छ कुनैको किलोमिटर हुँदैन कुनैको ब्रेकै हुँदैनन् अनि यस्ता सक्छौ त तिमी सकिहालिन्छ नि ल त्यसो भए ल माना एउटा गाडीमा किलोमिटर छैन भने त्यसको चाहिँ स्पिड कसरी थाहा पाउँछौ त ल भन अब 40 को स्पिड गयो भने ढोका ढ्याक गर्ने हुन्छ अलि आवाज आउने हुन्छ हजुर ए ढोका ढ्याक गर्ने हुन्छ हजुर 40 को स्पिड हजुर ल मान नि त त्यसो भए 40 छोडेर ल अब 80 पुग्यो अरे 80 पुगेपछि कसरी थाहा पाउँछौ त 80 मा त गाडी नै ढक हुने ए गाडी हजुर गाडी लड्खडिन्छ हजुर त्यसो भए चाहिँ ल भन 100 पुग्यो अरे कसरी छुट्याउँछौ 100 को स्पिड गयो भने त भोलि बिहान समाचारले भनिहाल्छ नि हजुर तिमी त मान्छे साह्रै जाने उ रहेछौ के भन्छन् चाहिँ मजाको ठिकै छ बाबु यसो गरौँ न भा मेरो छोरो मुकुन्द साह्रै जाने उ भइसक्यो फटा भइसक्यो तिमी विदेश घुमेर आएको त्यसलाई पनि अलिकता जाने सुधार्ने काम अथवा तिमीले सिकेको काम केही उ गर्नु पर्यो सिकाउनु पर्यो हैन एक दुई दिन चाहिँ तिमी यही घरमा बस्न हुँदैन हजुरले भनेपछि भइहाल्छ नि हजुर बाबुलाई प्यास लाग्छ कि लागेको छ हजुर ल ठिक छ बस्दै गर भा म पानी यहाँ न यहाँ चिन्जान जाने गर्नुपर्छ दाई गर्छ रोकर काले रोकर दर्शन भाग्यमानी भयो हजुर जा एक गिलास दाइलाई पानी ल्याइदिए म दाइसँग एकछिन गफ गर्छु ल्याउनु म आफैले ल्याउनु कस्तो एक गिलास पानी ल्यायो भने ठुलो मान्छे बन्छ जा छिटो जा ए छिटो किस मात्रै गर्दैन यार तैँले पनि देख त बा यस्तो छ यसको यसलाई सुधार्नु पर्यो यसलाई चाहिँ सुधार्नु पर्यो क्या तिमी हामी मिलेर यसलाई अलिकति ट्र्याकमा ल्याउनु पर्यो हुन्छ हजुर ल ठिक छ ल अनि अरू सुनाउनु त विदेशमा कमाइ काज के कस्तो भयो यस्तै हो हजुर कमाइ त भयो होला नि अलिअलि त अलिअलि कहाँ मर्यो होला त्यो खाना खाला त आउला नि
फर्सी कहाँ गएको थिइस् त यति बिहानै मुन्टिएको कहाँ अब भात पाक्यो भनेर आउला नि होइन क्या तलतिर बसिरहेको थिएँ खेलेर भाउस होइन खुरुक्क बारीमा त भात खान्छु क्या पहिला भात भात होइन पानी पनि दिँदैन तल मलाई यो सबै बारीको डल्लाबारी सबै फोड चिल्लो बना त्यसपछि यसमा तराई लगाउने हो म माथि बसेर हेरिराख्छु कहीँ झलास्ने फेरि पक जा त्यो बारीको डल्लाबारी सबै फोड भात खान्छु क्या पहिला भात भात होइन पानी पनि खान भन्नुहोस् पानी पनि जा खुर्क जा त्यो डल्ला फुटा कुन दिन जन्म लिएछु यो घरमा सधैँ कम आँखा नतर चुप्प लाएर त्यहाँ खन पुरै बारी नभ्याएसम्म तँलाई मैले जाने छु तेरो बोस्नुको लागि मैले छोड्दैन आज दिनु सबै कम पर्छ ए जङ्के फर्सी खै 1 घन्टा भइसक्यो अहिलेसम्म आउनु नै भएको छैन पैसा ल्याइस् नै पैसा ल्याएन किन ल्याइस् मम्मीले ताला लाएर कहाँ पो जानुपर्छ बुवाखेरि खेत खन्न जानुपर्छ टेन्सन भयो मैले लिएर आएको छु पैसा ल फर्सी घर जाऊँ फर्सी अहिलेसम्म किन गर्ने बाको डरले गर्दा हुँदै हुन्न कि त्यो फर्सी ल काम गर्नु ला बड्डा पनि बार्दली पनि बसिरहन् कसरी फुत्काउने हो त बुद्धि लगाउनु पर्यो कसरी लाउनु त बुद्धि आइडिया भेट बुद्धि मैले निकालिसकेँ आइज म मिलाइहाल्छु खडबिरे काका नमस्कार नमस्ते काका नमस्ते अझ फेरि आयो तिमीहरू मेरो छोरालाई बिगार्न काम गरिरहेको बेलामा काका कोही बिगारेर आयो त मेरो छोरालाई मलाई अब नेताले तपाईँलाई खडबिरे काकालाई बोलाएर भनेर पो आएको त म को नेता हो त्यो झिगे नेता क्या हाम्रो ए झिगे नेता किन रहेछ नि त्यो कुन चाहिँ नि के कृषिबाट त्यो अनुदान भन्छन् नि पैसा अनुदान त्यो आछ अरे नेता घर माइनले लाइन लागिरहेको थिएँ त्यसले खडबिरे काकालाई पनि बोलाएर त तु गएर मुकुन्दे भने अनि म खुरुरुरुरु दूर आएको नै पैसा कति रहेछ नि पैसा त कतिको थाहा भएन मान्छे त चढ्नै थियो काका ए हो र ए बाबु साँच्चै हो त साँच्चै हो क्या काका ल म अहिले लाग्छु है त हुन्छ ए फर्सी काम गरिराखेस् है फेरि कहीँ गइस् भने म नआउने बेलासम्म यहीँ काम गरिराख्नु हुन्छ बरु आउँदा 15 रुपियाँ ल्याइदिनु नि अझ 15 रुपियाँ तँलाई 15 रुपियाँ तँलाई ए फर्सी मैले यही काम गर्नु पठाऊ काम गर्नु 15 रुपियाँ लिने भनेर बड्डा सम्भावना आएको तन्ने यहाँ टाउको खोलामा मान्छे झोलामा बनाइसकेको थिएँ मैले कुरोकानी सब सेटलमेन्ट मिलाइसकेँ बुझिस् पैसा मैले लिएर आइसकेँ काम छोडेँ शिवरात्रि मार्छ नि बुढोले फेरि मार्दैनन् के 1 घन्टा 2 घन्टा पनि फर्किहाल्ने हो त अलि उताबाट आएपछि 15 रुपियाँ लोड जाने त मार्छ म जान मार्दैन 15 रुपियाँ 10 रुपियाँ लिनु पर्दैन यो काम छोड अहिले आएर खनौँला होइन तु गएर 2 भाङ हान्न आइजाउँला 2 भाङमा 2 भाङ मात्र आज भ्याउनु पर्छ नि आएर फेरि आएर भ्याउँला तिमीले पनि गर्नुपर्छ म पनि गर्छु यसले पनि गर्छ ल त्यही त न बुढोले फेरि मलाई मात्रै भेट्छ ओहो नेताजी नमस्कार 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 खडबिरेजी होइन कताबाट हो कताबाट हुनु नि तपाईँलाई नै भेट्न आएको के कति काम थियो होला मलाई भेट्ने यो अनुदान रकम आछ अरे नि त गाउँमा ए अनुदान रकम पो आएछ कहाँबाट आएछ नि अनुदान रकम कहाँबाट आउने नि केन्द्रबाट आयो नि केन्द्रबाट ए मलाई त थाहा नै भएन त कस्तो खालको अनुदान रकम आएछ नि यो कृषिको लागि के कृषिको लागि ए कृषिको लागि अनुदान रकम आएछ हो त नि लौ ठिक छ अब चाहिँ हाम्रो माछा पालन पनि भरिने भयो यो पनि सबै भरिने भयो ल ठिक छ चाहिँ अब चाहिँ ओहो त्यत्रो भरेर पनि अझ भएको छैन तपाईँलाई होइन संविधान त बनाउन सक्नु भएन अब यो आएको कृषिको अनुदान रकम पनि झरप्प पारेर पेट अझ उकास्ने विचार गर्नुभयो होइन कहाँको खाएको वेदा त मेरो हालत यस्तो हुन्थ्यो र खान्छन् त माथि नेताहरूले खान्छन् मैले खान्छु होइन नढाँटोस् न होइन यस्तो नचाहिदिएको कसले गर्यो तपाईँलाई फेरि त्यो मुकुन्दे भट्टाले अनुदान रकम आछ नेताजीले बाँड्दै हुनुहुन्छ भनेर म त दकुर्दै आएको नि तपाईँसँग भेट्नको लागि भनेपछि यो सबै कर्तुत मुकुन्देको हो त्यस्तो फटा चोरको पनि कुरा विश्वास मानेर तपाईँ मसँग बातविवाद गर्न आउनुभएको एहे हो त नि आज त शिवरात्रि पो हो त
हो त्यो मुकुन्दे डाका मेरो घरमा आएर मलाई चाहिँ उल्लु बनाएर गएछ होइन त्यो काम गर्न लागेको मेरो चाहिँ फर्सीलाई पनि त्यसले आज भाङ खुवाएर सत्यानाश गराउने भयो माफ नेताजी त्यसलाई मैले जानेको छु आज त्यो मुकुन्देलाई पक त्यो डाकालाई पक अब त्यसलाई मैले भेटाएँ भने पक्न हेर्नु भगाइएला छिन् त्यसलाई पनि यो फर्सी पनि पक आउलास् तिमीहरू 3 जनालाई कहीँ भेटाएँ भने मैले पक जानेको छु मैले चङ्केको है कहाँ भाग ल्याउनु पठाऊ त्यो चङ्केलाई भाङ ल्याउन पठाए त्यो उतै कति हाँसेको छ यो सुन शिवजी क्या आफू माथि बसेर पुरा एडिङ गाउँ गएर भाङ खानु अब लाग्नु पर्छ बुझिस् कि दाइ हजुर हजुर के को आँसो हो हजुर यसको घरमा डबल सुत्केर पर्ने भाङको आँसो हजुर भाङको आँसो हो र हजुर हो हजुर ल त म त लागे हजुर हुन्छ हजुर भाङले पुग्दैन है बोतल नै चाहिन्छ तेरो बालै बोरो लोकलै चाहिन्छ लोकल खाने भए कोदो नै चाहिन्छ त्यसो भए बाटोतिर लाइन्छ जाउँदै चुट्यो त फर्सी कहाँ गयो फर्सी कहाँ गयो फर्सी लो आयो फर्सी आयो फर्सी आयो फर्सी आयो फर्सी मेरो फर्सी कहाँ गयो अर्का फर्सी आयो फर्सी ए फर्सी फर्सी मेरो आमै उठ त यस्तै बाटा सिप्लेर हुन्छ उठ 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 कहाँ पोल्टर स्त्री पोल्टर हुन्छ उठ दारु खान जानुपर्ने शिवरात्रिमा उठ 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 दारु खान जानुपर्छ कहाँ चिप्लेको त उठ मुकुन्दे एक बल्टेङ खायो मलाई त भाङले छोडिदियो अलिक दारु खानुपर्छ दारु खाने अब भाङले छोडिदियो टेकेन दाइ पनि रहेछन् यादै कपाल गर्नुपर्छ है ओहो टेकेन दाइ भाइहरु कहाँ बुढो त यसो दाइहरु भनाएन आम्नी भनेको के कहिले नआउनु मान्छे कहाँ बोटु हो यसो दाइलाई पनि यसो भेट्दिनु भन्नु ल के ओहो भेट्न भट्टी आउनु पर्यो तिमीहरुले तपाईँ भेटिनै भट्टीमा अनि ल यसो मगाउनु पर्यो नि त अब मगाउनेहरू फर्स्यो तर छैन या त्यसो केही चिन्ता रे मुकुन्दे छ नि मुकुन्दे म छु मगाउ न ए राजा जेने एक बोतल कोदो भयो बाबु कोदोको भाइ कोदो गेलेर अरु सुन्दै फेरि के न आफ्नो भाङले छोडिसक्यो यो कोदो भनेर दिमाग बोधो भइसक्यो भयो सोरे कुनै ठिक भन्यो त तिम्रै बोधो हुन्छ हाम्रो उतिर हालेर बिस्तारै खानुपर्छ चटनी कता उता हालेर मलाई पनि हाल्दा राजा फेरि कुन्डिस गरेर धेरै खानु नै भाउजू झ्यारेर बसेर थाहा हुन्छ कति गोठा गएको थियो अरे अब बाहिर चेस राजधानी त बसेर आउँछ नि यसलाई थाहा हुन्छ चेस मलाई अलिअलि थाहा तँले सिकाएको झ्यार नगर चेस फुट्ला है फुट्यो तेरो बाउ उठ्थ्यो आज कसरी आइपुग्यो गाउँमा सबै त्यो भाङ भ्याइन्छ के सब खाएर अब
खानु त पर्यो त शिवरात्रिमा आज शिवरात्रि रे ले कुरा गर्छ के सधैँ टकाने मान्छे कहाँ ए चौबे भाउजू ए चौबेले भाउजू राम 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 के रमिता हो यस्तो आज शिवरात्रि पनि थाहा छ नि तँलाई यिनी त जडिया थिए तिमीहरू पनि हल्का शिवरात्रि मनायो भाउजू हल्का मनाउँछौ नि तिमीहरूले शिवरात्रि यी जडियासँग लागेर धोकेर आछन् आफूहरू पनि 2 गिलास मात्रै खाऊ हो भाउजू धेरै बाबु यता यता हिँड्न तिम्रो अहिले बाला भनिदिन्छु मैले फेरि बाला भनिदिन्छु रे अस्ति पनि त्यो कुरो बाला लगाइले हैन बालीलाई झपारे तिम्रो पोल खोल्छु मैले त्यो भन्यो होइन बाबु कस्तो पोल के पोल खोल्ने भन्छ के बिजुलीको पोल खोल्ने हो बिजुलीको पोल खोल्न मिल्दैन के यिनको पोल खोल्ने तिमी के त्यो नयाँ आएको अहिले आछ नि खरदार्नी के बाबु त्यस्तो नगर पोल चाहिँ नखोल बरु म तिमीलाई 200 को सट्टा छ नि अलिकति पैसा दिन्छु बरु पोल चाहिँ खोल्ने काम नगर ल ल ल ल ल ल ल ल सहमतिमा आयो पुरो मिल्यो सहमति ल निकालिए ल तिमीलाई दिन्छु बरु है पोल कुरा नगर ल ल अब दारु खाएको कुरो बाला नगर नभन्नु नि फेरि बाला भन्यो भने सिधै त्यो बिजुलीको पोल नखोलेर त्यस्तो कुरा गर्ने होइन फेरि ल ल ल ल मैले बिर्से मैले को खरदार्नी को बिर्से मैले त्यो कुरा हो नि बिर्सिन्छु तिमीले त्यो कुरा बिर्सिनु फेरि ल ल ल फेरि पछि सुनेपछि फेरि नराम्रो हुँदैछ ल एकदम ल जानु है ल जानु सर हजुरको चाहिँ टाटा इन्डिगम पैसाले पैसा तल आएछ पैसा निकाल तल आएछ तँलाई फटाक पैसा टाढा राख्छस् बाँड्ने त आधा बाँड्ने त पैसा ल यो 50 तँलाई 50 अब 100 रुपियाँ मात्रै दिएर गयो त्यसले ल ल ल हामी कहाँ जाने त जाउँ अब एक बेग लगाएर लाउन बेग जाम न फेरि म सङ्गीतालाई भेटेर आउँछु कि सङ्गीतालाई भेट्नु त सङ्गीतालाई भेट्नु पर्यो नि जा त सङ्गीतालाई भेट्नु म गएर अब एकै बेग लगाएर घर जान्छु ल ल जति बेग लाउँछस् लगा म सङ्गीतालाई जति बेग भयो त्यो अर्को पनि ल्याउँ त अर्को झ्यार नगर बुझ्छ है ल ल बाई टाटा 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 सी यू टुमारो यो शिवरात्रिमा भाङ्ग पाएर रक्सी गायो तँलाई टुङटुङ फर्सी ढुकढुक नाउँदै आछ तँलाई भने त बुढो आज हल्का शिवरात्रि हल्का खाइदिएको आज साथीभाइसँग हल्का रमाइलो गर्दै आज शिवरात्रि हल्का खाएको बुढो हल्का खाएको शिवरात्रि औ खाँदिन क्या शिवरात्रि भनेर हल्का खाऊ हल्का खाँदिन अब तँलाई मैले जानेछु अब छोड्यो भने जानेछु मैले हल्का खाएको अब खान्न क्या शिवरात्रि भनेर हल्का खाइदिएको के हो नारायण बा छैन